सेवारो नमस्ते। आज चाहिँ हाम्रो घरमा बनिँदैछ चिल्ली। आज चाहिँ हाम्रो घरमा बनिँदैछ एग चिल्ली, हेर्न सक्नुहुन्छ। रेसिपी दिस इज टोमेटो गार्लिक, यो चाहिँ हो प्याज, यो टमाटर, चिल्ली एन्ड क्याप्सिकम, अनि क्या उयो है गार्लिक र यो अदुवा। यो चाहिँ प्याज हो, यो चाहिँ टमाटर हो, अन्त यो चाहिँ लसुन र अदुवा, अनि यो चाहिँ के भन्छ काश्मिरी मिर्ची के भन्छ, अनि यो चाहिँ मिर्ची। यो चाहिँ रेडी हुँदैछ हो, यो चाहिँ रेडी हुँदैछ बनाउनुको लागि। अब चाहिँ हाल्दैछ यो चाहिँ अदुवा र लसुन, पहिला चाहिँ हाल्नुपर्छ हो। हेर्नुहोस् है राम्रोसँगले, तपाईँहरू पनि बनाउनु सक्नुहुन्छ, घरमा बनाएर खानु सक्नुहुन्छ। रेसिपी एकदम इजी छ यो चाहिँ। अब त्यहाँदेखि चाहिँ टमाटर हाल्नुपर्छ, त्यहाँदेखि चाहिँ ओनियन हाल्नुपर्छ है। मिस्टेक भएर टमाटर पनि गयो यहाँ चाहिँ, यो त्यस्तो ठाउँ काटेको थियौँ हामीले, अलिकति ढिलो भयो हामीलाई चाहिँ। यो चाहिँ नाइफको सिङ्गर भएकोले गर्दाखेरि हाम्रो के भएर अब चाहिँ टमाटर हाल्दैछु नै, हेर्नु सक्नुहुन्छ साथीहरू। लास्टमा आएको छ यो चाहिँ क्याप्सिकम हाल्नुपर्छ है। त्यो हालेर चाहिँ 2-3 मिनट पकाउनुपर्छ हो। अब चाहिँ चिल्ली हाल्नुपर्छ है, रातो यो खोर्सानी हाल्नुपर्छ। यो त अलिअलि मिक्स हुन्छ, तपाईँहरूले माइन्ड नगरिदिनु होला, किनकि हामी त्यता बसेकोले गर्दा ल्याङ्ग्वेज भइहाल्छ। फेरि मजाले चलाउनुपर्छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। 3-4 मिनटमा चाहिँ फेरि चलाउनुपर्छ हो। अन्त त्यो सोया सस पनि तपाईँहरूले हल्का हालिदिनु, धेरै होइन, कम्ती मात्रामा। त्यो चाहिँ चिली सस, त्यो पनि हाल्नु। चिली सस अलिक धेरै हाल्नुपर्छ। कति पिरो खानु मन लाग्छ त्यही हिसाबले हाल्नु सक्नुहुन्छ। स्वाद अनुसार नुन हाल्नु सक्नुहुन्छ, फेरि माथिबाट कति खानु मन लाग्छ तपाईँहरूलाई त्यही हिसाबले। त्यहाँदेखि चाहिँ हालिसकेर चाहिँ मजाले तपाईँहरूले चलाउनुहोस् त्यसरी।